मान मर्यादाभित्र बसेर म बस्छु भन्ने सोच विचार होला, यो बच्चाको लागि सोच्नु भएको होला। आज तपाईँ यहाँ आउनु भएको छ र मेरो आशीर्वाद रहेछ कि यो बच्चा ठुलो मान्छे बनोस्, तपाईँ पनि सरकारी जागिरमा राम्रो भएर फलाना गुरुले सही गरेको थियो मलाई भनेर मेरो नाम लिनुहोस् या नलिनुहोस्, दुःख पर्ने दिनमा चाहिँ बास एकचोटि सम्झिनुहोस्, त्यो नै मेरो लागि ठुलो रहेछ। किन ल्याएको छ नि 5, 6, 7, 8, 9, 10,000 है। यो 10,000ले चाहिँ के हुन्छ भन्दाखेरि केही दिनको लागि फेरि त्यहाँ माइती धर्मण्डलमा त जान मन लाग्छ, मलाई धेरै नै सहयोग गर्न जान मन लाग्छ। प्रकाश भुजेलले कहाँबाट ल्याएर पैसा बाँड्यो पनि भन्ने यस्ता कुराहरू गर्दो रहेछन्। म झाँक्री हो, सामान्य झाँक्री। मलाई बेथालीको बारेपछि कसैले माया गरेर 10-20 हजार दिएला, कसैले 20-30 हजार दिएला, त्यो आफ्नो ठाउँमा छ। तर त्यो म पनि एउटा रोडमै बसेर मागेकै भनौँ, यहाँ मागेर मैले अरूलाई पालिरहेको छु र यो 10,000 पैसाले हुन त किन आउला र भन्दा पनि यो समयमा 20 रुपियाँ पनि काम छ, 30 रुपियाँ पनि काम छ, 1 रुपियाँ पनि काम छ। 1,900 भनौँ, 1 रुपियाँ पुगेन भने मान्छेले सामान दिँदैन भने यो 10,000ले पक्कै नै बुनुलाई केही दिनको लागि खानपिनको व्यवस्था हुन्छ, बच्चालाई न्यानो कपडा। अनि अर्को कुरा मैले के सोचिरहेको छु भने चाँडै नै उसको बाबा मम्मीले चाहिँ उसले पनि के भनिरहेछ भने बच्चाको जन्म दर्ता पाउने भने म चाहिँ त्यहाँ माइती घरमण्डलमा बस्दिनँ भनेको त्यो प्रतिबद्ध छ है। मलाई आएर भन्नुभएको छ, त्यो मलाई भगवान जानु थाहा छैन। सामान्य गृहमन्त्रीजी, प्रधानमन्त्रीज्यू र वडाका नगरका र जो बच्चाको बाउको आफन्तले यो भिडियो हेर्दै हुनुहुन्छ भने म माइती घरमण्डलमा बस्दिनँ, तर मेरो बच्चाले अधिकार पाउनुपर्छ, मेरो बच्चाले जन्म दर्ता पाउनुपर्छ भनेको छ। पक्कै पनि रगत जसको भए पनि जसले उहाँको बच्चाको बाउ हुनुहुन्छ, यो अधिकार तपाईँमा पनि छ। आज तपाईँ भित्र थुनिनु भएको छ भनेर हामीलाई त्यो भनौँ न दुःख त एकअर्कामा छँदै छ, थुनिनु भएको छ। जे बोल्दा पनि हुन्छ, काडा कारवाही हुनुपर्छ, झुन्डाउनुपर्छ, मार्नुपर्छ भन्ने त्यो नियतको मान्छे होइन म चाहिँ। तपाईँ जो भए पनि एउटा नेपाल प्रहरीमा हुनुहुन्छ, तपाईँलाई सम्मान छ। तपाईँले पनि अब लपले एउटा फेसबुकतिर यसो हेर्दाखेरि भर्खरको राम्री केटी चट्टा होइन, घरमा बुढी भए पनि अर्को भए पनि माया गर्नु होला। झुटो माया चाहिँ नगर्नुहोस् भन्न खोजेको, झुटो माया, झुटो व्यवहार, झुटो आलोचना, झुटो लालचना देखाएर झुकाउने मान्छेलाई भनौँ न मर्ने बाध्यता बनाउने, रोडमा बस्ने बाध्यता बनाउनु भनेको चाहिँ धर्म ग्रन्थ अनुसार चाहिँ कसैको मन रुगायो भने त्यसले कहिले पनि भनौँ न उन्नति पाउँदैन, कहिले पनि त्यस्ता मान्छेले अर्कोचोटि लिन पाउँदैन भन्ने सुनेको थिएँ। तपाईँ पक्कै यो भिडियो हेर्दै हुनुहुन्छ भने अबको केही महिना केही दिन पछाडि जन्म दर्ता बनाइदिनुहोस् शर्मिला साईजी। त्यो माइती घरमण्डलबाट आफ्नो काम कार्यप्रति बिजी व्यस्तता हुनुहुन्छ, पक्कै पनि मलाई थाहा छ। पढाइ लेखेको हुनुहुन्छ, उहाँलाई जागिर पनि पाउनेछ। नेपाल सरकारले पनि बरु सक्नुहुन्छ भने यतिको मान्छेलाई जागिर दिनु होला है। पढाइ लेखे भएको हामी त छैन, कालो अक्षर भैँसी बराबर, हामीलाई त ढ्यारो ठोक्न आउँछ बास। उहाँहरूलाई कलम घुमाउन आउँछ, कलम घुमाउने ठाउँमा उहाँ जस्तो मान्छे पाउनु भने निया दिने मान्छे चाहिँ उहाँ हो क्या। फेरि रोडमा बस्दाको अवस्था, निया नपाउँदाको अवस्था र यी मान्छे चाहिँ ती ठाउँमा पुग्यो भने भोलि कति मान्छेले निया पाउला। त्यहाँ त अब शासित भनौँ, अब शासित मन्त्री भनौँ, चाहे रक्षा मन्त्री भनौँ, त्यो रक्षाको विषयमा थाहा छैन, खेलकुदको विषयमा थाहा छैन। अब रेल नेपालमा छैन, रेलको मन्त्री बनाइदिन्छन् कहिले, अब तेलको मन्त्री बनाइदिन्छन्, अब संस्कृत मन्त्री बनाइदिन्छन्। उसले न भाषा बुझिया छ, न पहिचान बुझिया छ, न मौलिकता बुझिया छ। मन्त्री भोटमा हारेर फट्टा बनाइदिएछ। तर रोडबाट आएको मान्छे, लडेर आएको मान्छेलाई दुःख र कष्ट के हुन्छ भने थाहा हुन्छ। त्यही दुःख कष्ट थाहा भएको म प्रकाश भुजेल र प्यारो शर्मिला वाइबाजीले आज यतिखेर राति पनि यहाँ ल्याइदिएर यस्ता व्यक्तित्वहरूलाई हामीले सम्मान गरेर सहयोग गर्न पाउँदाखेरि हामीलाई पनि एक साथ भात खाएको जस्तो, आनन्द र निन्द्रा लागेको जस्तो, हामीले पनि पक्कै दुखी मान्छेलाई सहयोग गर्न पाएँ जस्तो लागेको छु। यो 10,000 तपाईँको बच्चाको लागि हामीले पैसाले त के संसारमा उहाँको बाबाले जस्तो मैले सायद माया त हामीले दिन नसकौँला। तपाईँलाई यो जुनीमा होला बिहा गरेर कति राम्रोसँग भर्जन बनाउने मन थियो होला होइन, बाबाको प्यारो भएर अन्माएर बिहे गर्न मन थियो होला। त्यो तपाईँको भाग्यको दोष होइन, त्यो कर्मको दोष होइन, त्यो लेखेको भोग हो। पक्कै पनि शर्मिला साईजीको इच्छा आकांक्षा आफ्नो गाउँ घरको इज्जतलाई जतिखेर पनि राख्ने, पढाइ लेखाइको होइन, आफ्नो ठाउँमा बसेर जहिले पनि मान मर्यादाभित्र बसेर म बस्छु भन्ने सोच विचारहरूलाई यो बच्चाको लागि सोच्नु भएको
आज तपाईँ यहाँ आउनु भएको छ र मेरो आशीर्वाद रहेछ कि यो बच्चा ठुलो मान्छे बनोस्, तपाईँ पनि सरकारी जागिरमा राम्रो भएर फलाना गुरुले सही गरेको थियो मलाई भनेर मेरो नाम लिनुहोस् या नलिनुहोस्, दुःख पर्ने दिनमा चाहिँ बास एकचोटि सम्झिनुहोस्, त्यो नै मेरो लागि ठुलो रहेछ। किन ल्याएको छ शर्मिला साईजी, तपाईँ यति बेला भावुक हुनुभएको छ। यति बेला गुरुको आश्रम भने के बच्चाको स्वास्थ्य ठिक छैन र? कस्तो खालको अनुभूति भइरहेछ यति बेला? एउटा माइती पाएको जस्तो त्यो के एउटा फिल? मैले भन्छु त म उहाँको लागि अरूले केही भने पनि अहिले पनि मसँग चाहिँ कोहीले केही भन्यो भने उहाँलाई नराम्रो भने नि मसँग झगडा पर्छ। किन मेरो चाहिँ म सुत्केरी हुँदा भन्छ म 7 दिनको सुत्केरी हुँदा पनि उहाँले एउटा जुन आफ्नो दाइभाइले गर्ने सहयोग चाहिँ गर्नु भएको छ। जब म रोडमा बस्दा पनि अस्ति 3 दिन मेरो बाबु बिरामी भएकै दिन उहाँले पैसा पठाउनु। यस्तो सहयोगी हातहरू अरू पनि भेट्नु भएको छ कि प्रकाश गुरुले मात्रै गरिराख्नु भएको छ? शर्मिला दिदी र प्रकाश गुरु चाहिँ अरू चाहिँ त्यस्तो पनि छैन, अरू कसैले अरूले दिनै चाहँदैन। तपाईँको न्यायको ठ्याक्कै माग चाहिँ के हो? बाबुको जन्मदाता। बाबुको जन्मदाता। उहाँहरूको माइती पक्षबाट के छ भनाइ? घरबाट चाहिँ घरपट्टिबाट घरपट्टिबाट चाहिँ केही कुरा भएको छैन, मसँग चाहिँ कुरा हुन्न। अनि यो बाबु जन्मे पेटमा हुँदा अरू केटी लगेर जानुभयो, अनि अहिले चाहिँ केही कुरा भएको छैन। बनाइदिन्छु भन्ने छैन। वडातिर समन्वय कतैबाट आएको छैन? तपाईँलाई यत्रो सङ्घर्ष गरिराख्दा, सडकमा बसिराख्दा वडा अध्यक्षहरूले तपाईँलाई के छ, हामीले के सहयोग गर्नुपर्छ भनेर तपाईँको सम्बन्धित वडाबाट केही खबर आएन? नै, त्यस्तो केही कुरा भएको छैन। पक्कै पनि यो भिडियो हेरिसकेपछि न्यायको लागि लडिराख्नु भएको आदरणीय न्यायप्रेमी जनताहरू र वडा अध्यक्षज्यू जो जनप्रतिनिधि हुनुहुन्छ उहाँको सम्बन्धित वडाको, उहाँले पनि यसको विषयमा अलिक गम्भीर रूपले सोधिदिनु होला। अब राज्यको सानो सानो कुरामा ध्यान नपुग्न पनि सक्छ, किनभनेदेखि राज्य यति बेला देश पुनर्निर्माणको अवस्थामा भएको हुनाले यति बेला चाहिँ राज्य अलिकति व्यस्त बिजी अवस्थामा छ र सम्बन्धित निकायले चाहिँ अलिकति ध्यान पुर्याओस् भन्ने हाम्रो पनि अनुरोध छ। थ्याङ्क यू। 5, 6, 7, 8, 9, 10,000 है। यो 10,000ले चाहिँ के हुन्छ भन्दाखेरि केही दिनको लागि फेरि त्यहाँ माइती धर्मण्डलमा त जान मन लाग्छ, मलाई धेरै नै सहयोग गर्न जान मन लाग्छ। प्रकाश भुजेलले कहाँबाट ल्याएर पैसा बाँड्यो पनि भन्ने यस्ता कुराहरू गर्दो रहेछन्। म झाँक्री हो, सामान्य झाँक्री। मलाई बेथानीको बारेपछि कसैले माया गरेर 10-20 हजार दिएर नि, कसैले 20-30 हजार दिएर नि, त्यो आफ्नो ठाउँमा छ। तर त्यो म पनि एउटा रोडमै बसेर मागेकै भनौँ, यहाँ मागेर मैले अरूलाई पालिरहेको छु र यो 10,000 पैसाले हुन त किन आउला र भन्दा पनि यो समयमा 20 रुपियाँ पनि काम छ, 30 रुपियाँ पनि काम छ, 1 रुपियाँ पनि काम छ। 1,900 भन्नु 1 रुपियाँ पुगेन भने मान्छेले सामान दिँदैन भने यो 10,000ले पक्कै नै गुरुलाई केही दिनको लागि खानपिनको व्यवस्था हुन्छ, बच्चालाई न्यानो कपडा। अनि अर्को कुरा मैले के सोचिरहेको छु भने चाँडै नै उसको बाबा मम्मीले चाहिँ उसले पनि के भनिरहेछ भने बच्चाको जन्म दर्ता पाउने भने म चाहिँ त्यहाँ माइती घरमण्डलमा बस्दिनँ भनेको त्यो प्रतिबद्ध छ है। मलाई आएर भन्नुभएको छ, त्यो मलाई भगवान् जानु थाहा छैन। सामान्य गृहमन्त्रीजी, प्रधानमन्त्रीज्यू र वडाका नगरका र जो बच्चाको बाउको आफन्तले यो भिडियो हेर्दै हुनुहुन्छ भने म माइती घरमण्डलमा बस्दिनँ, तर मेरो बच्चाले अधिकार पाउनुपर्छ, मेरो बच्चाले जन्म दर्ता पाउनुपर्छ भनेको छ। पक्कै पनि रगत जसको भए पनि जसले उहाँको बच्चाको बाउ हुनुहुन्छ यो अधिकार तपाईँमा पनि छ। आज तपाईँ भित्र थुनिनु भएको छ भनेर हामीलाई त्यो भनौँ न दुःख त एकअर्कामा छँदै छ, थुनिनु भएको छ। जीवनमा पनि हुन्छ, काडा कारवाही हुनुपर्छ, झुन्डाउनुपर्छ, मार्नुपर्छ भन्ने त्यो नियतको मान्छे होइन म चाहिँ। तपाईँ जो भए पनि एउटा नेपाल प्रहरीमा हुनुहुन्छ, तपाईँलाई सो सम्मान छ। तपाईँले पनि अब लपल एउटा फेसबुकतिर यसो हेर्दाखेरि भर्खर त राम्रो केटी चर्चा होइन, घरमा बुढी भए पनि अर्को भए पनि माया गर्नु होला। झुटो माया चाहिँ नगर्नुहोस् भन्न खोजेको। झुटो माया, झुटो व्यवहार, झुटो आलोचना, झुटो लालचना देखाएर झुकाउने, मान्छेलाई भनौँ न मर्ने बाध्यता बनाउने, रोडमा बस्ने बाध्यता बनाउनु भनेको चाहिँ धर्मग्रन्थ अनुसार चाहिँ कसैको मन रुवायो भने त्यसले कहिले पनि भनौँ न उन्नति पाउँदैन, कहिले पनि त्यस्ता मान्छेले अर्कोचोटि लिन पाउँदैन भन्ने सुनेको थिएँ। तपाईँ पक्का यो भिडियो हेर्दै हुनुहुन्छ भने अबको केही महिना केही दिन पछाडि जन्म दर्ता बनाइदिनुहोस् शर्मिला साईजी। त्यो